माननीय सदस्यहरू, प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। माननीय सदस्यहरू, यहाँहरूले आसन ग्रहण गरेपछि मैले दलीय आधारबाट माननीय सदस्यहरूले के कुरा राख्न खोज्नुभएछ म समय दिन्छु। त्यसैले माननीय सदस्यहरू आसन ग्रहण गर्नुहोस्। मान्य सदस्यहरू, यहाँहरू आसन ग्रहण गरेर यहाँबाट पाएको समयको आधारमा बोल्ने वातावरण बन्यो भने मात्रै सभा सञ्चालन गर्न अनुकूल हुन्छ। त्यसले गर्दाखेरि सत्तापक्ष, प्रतिपक्ष, आकस्मिक समय, विशेष समय र निर्धारित सूचीका समय अन्तर्गत हामी बैठक सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ। त्यसले गर्दाखेरि म सबै मान्य सदस्यहरूलाई आसन ग्रहण गरेर वातावरण बनाइदिनको लागि म फेरि पनि अनुरोध गर्दछु। माननीय सदस्यहरू, हाम्रो यो बजेट अधिवेशन बजेटसँग सम्बन्धित विषयमा निश्चित समयभित्र पारित गर्नुपर्ने बाध्यता छ। त्यसको अतिरिक्त समसामयिक विषयमा बहस छलफल गर्नुपर्ने छ। सत्ता र प्रतिपक्षको हिसाबले पनि बहस छलफलहरू गर्नु छ। अब माननीय सदस्यहरूले यसभन्दा अगाडि खास गरी 13 गते जेठदेखि उठाइरहनुभएका कुराहरूको बारेमा सिङ्गो संसद जानकार छ, सरकार जानकार छ र म सभामुख पनि यसको बारेमा जानकार छु। यो सँगसँगै राजनीतिक दलहरू यो समस्याको समाधान गर्दै यो समयको महत्त्वलाई ख्यालमा राखेर सदनलाई अवरोध हटाउँदै सुचारू रूपबाट सञ्चालन गर्ने र सामूहिक विषयलाई छलफल गर्दै अगाडि जाने काममा जुटिरहनु भएको र त्यसमा पनि केही प्रगति भइरहेको आभास मैले पाएको छु। त्यसकारणले माननीय सदस्यहरू, यो कुराको गम्भीरतालाई ख्यालमा राख्दै आजको कार्यसूचीका सम्पूर्ण कार्यक्रमहरू सूचीबाट हटाइएको बेहोरा म जानकारी गराउँछु र माननीय सदस्यहरू, प्रतिनिधि सभाको अर्को बैठक 2082 साल जेठ 26 गते सोमबार दिनको 2 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ।